नमस्कार, म निर्दोष नेपाल। आज हामी यस स्थानीय टेलिभिजन आरडीएक्समा गोवामा रहनुभएका नेपालीहरूको अवस्था, परिस्थिति, उद्धार तथा राहत वितरण सम्बन्धमा सानो एउटा जानकारीमूलक भिडियो लिएर आएका छौं र यस भिडियोमा नेपाली गोवा समाजका अगुवा प्रदीप शर्मा तथा कोभिड-19 हेल्प डेस्कको प्रतिनिधित्व गरिरहनुभएका प्रदीप शर्मासँग चाहिँ कुराकानी गर्नेछौँ र कार्यक्रममा प्रदीप शर्मालाई स्वागत गर्न चाहन्छु। स्वागत छ प्रदीपजी तपाईलाई। नमस्कार प्रदीपजी, विशेष त कुरा लामो नगराइकन सिधै म कार्यक्रमतर्फ लिन चाहन्छु तपाईलाई। तपाईले गोवामा रहनुभएका सम्पूर्ण नेपालीहरूको लागि चाहिँ यस आरडीएस च्यानल मार्फत तथा यस भिडियो मार्फत के भन्न चाहनुहुन्छ? मैले जे भन्न चाहन्छु, अहिले जति नै हामी नेपालीहरूलाई समस्या भएको छ, धेरै नेपालीहरूलाई दुःख पीडितमा भएको हुनुको लागि हामी हिजो कलेक्टर अफिसमा गएको थियौँ। अनि कलेक्टर अफिसमा हाम्रो कुराहरू राख्यौँ। कुरा भयो कलेक्टर म्याडमहरूसित, उहाँले सोध्नुभयो के समस्या लिएर आउनुभयो भनेर। अनि धेरै समस्या, आफ्नो समस्याहरू राख्यौँ। खानुपिनुको लागि या बस्नुको लागि भाइहरूलाई, हाम्रो नेपाली दाजुभाइहरूलाई घर जानुलाई खोजेको मान्छेहरूलाई जति पनि घर जान खोज्नु भएको छ, त कुरा राख्दाखेरि दुई तिनवटा कुरा हुन्छ भन्नुभयो, दुई तिनवटा कुरा नै पनि भन्नुभयो। जति कुरा भयो हामी त्यो कुरामा हामी राम्रो लाग्यो उहाँको कुरा। नै भन्न सकेन। हजुर, तपाईहरूले चाहिँ गोवामा रहनुभएका नेपालीहरूको सबै समस्या बताइसकेपछि कतिलाई चाहिँ यहाँ खानाको व्यवस्था छैन, कति चाहिँ घर छोडेर बाहिरै बसिरहनु भएको छ, कति चाहिँ घर जान चाहनुहुन्छ। यो सम्पूर्ण कुरा तपाईँहरूले कलेक्टर अफिसमा राखिसकेपछि उहाँबाट चाहिँ कस्तो प्रतिक्रिया पाउनुभयो? अब कलेक्टर अफिसले चाहिँ कस्तो तरिकाबाट अगाडि बढ्नु तपाईँहरू अथवा के भन्नुभयो? उहाँले भन्नुभयो, ठिक छ, जति पनि हाम्रो नेपालीहरू हुनुहुन्छ गोवामा, हजुर, जो घरमा जान खोज्नु भएको थियो, उहाँहरूको चाहिँ जस्तो यहाँको बसेको ठेगाना, नाम, अनि नेपाल कहाँ बस्नुहुन्छ, नेपालको ठेगाना र नाम, अनि तपाईँको खानापिनाको समस्या राख्दाखेरि पनि उहाँहरूले भन्नुभयो कतिजना समस्यामा हुनुहुन्छ खानापिनाकोमा, त्योहरूको पनि यहाँ जहाँ बस्नुहुन्छ त्यहाँको नाम र कन्ट्याक्ट नम्बर लिएर आउनु भन्ने कुरा राख्नु भएको थियो। र यो भिडियोको माध्यमले मैले सबै नेपाली दाजुभाइहरूलाई यो भन्न चाहन्छु कि जति पनि समस्यामा हुनुहुन्छ या घरमा जान खोज्नु भएको नेपालीहरूलाई मैले जो भन्न जाँदैछु कि तपाईँहरूले आफ्नो नाम, यहाँको कहाँ बस्नुहुन्छ त्यहाँको ठेगाना र आफ्नो मोबाइल नम्बर र नेपालको कहाँ बस्नुहुन्छ नेपाल उहाँको ठेगाना एउटा पेपरमा या कसैमा लेखेर मेरो नम्बरमा मलाई सम्पर्क गर्नुहोला। मेरो नम्बर हो 9096367631। अर्को नम्बर हो 9096390123। यो नम्बरमा सम्पर्क गरेपछि सबै कलेक्सन गरेर हामी कलेक्टर अफिसमा दिने विचार गरिरहेछु मैले। हजुर, अन्त्यमा चाहिँ प्रदीपजी, तपाईँहरूले नेपाल जानको लागि चाहिँ जति पनि छ अथवा यहाँ बस्नको लागि राहतको लागि नम्बर दिनुभएको छ, हामीलाई आशा छ तपाईँको कामले पक्कै पनि सफलता पाउनेछ। र अन्त्यमा चाहिँ के भन्न चाहनुहुन्छ? अन्तिममा यो मैले भन्न खोजेको, अब जति पनि समस्या छ हामीले समस्याको कुरा राख्यौँ, जो पनि भयो कुरा राख्यौँ होइन। हल्का कोभिड-19 को जो पनि दुःख भइरहेछ त्यसमा हल्का हामी एडजस्ट गरिराखौँ। अझै त गर्दै आएछौँ भने अगाडि पनि गरौँ भन्ने ऊ छ। हामी अगाडि तक कुरा राख्ने कुरा गर्छौँ। कसरी कुरा अगाडि राखिन्छ, कहाँ तक के हुन्छ, हामी त्यो कुरा राख्नलाई म अगाडि तक बढ्नलाई तयार छु र अगाडि कुरा राख्ने निर्णय गर्दैछु। हवस्, कार्यक्रममा आइदिनु भयो, यसको लागि धन्यवाद यहाँलाई।